हेलो वाट्सएप नमस्ते बाइकले नानु छ भित्र यसरी हामी यो कुन ठाउँ होला भनेर भन्नु भने त यो भिडियोमा देखिएका दुईटा अनुहारहरूलाई देखेपछि नि हाल्नुहुन्छ तपाईहरुले हामी चाहिँ अहिले मान्छे लाचोक गाउँमा छौँ हाम्रो प्यारो मेरो भान्जा उज्जवल अधिकारी एसी दिनको लागि यहाँ केन्द्र परेको भएर महेन्द्र मावि त्यहाँबाट हामी निस्किएर अहिले चाहिँ हामी तपाईहरुलाई लाचोकको केही भ्यू देखाउने गरी यो ब्लग स्टार्ट गरेका छौँ। ब्लग भन्न आएछ सरी ब्लग भन्दै भन्छ अनि के हाम्रो कान्छा भन्छ यो ब्लगको मेन हिरो चाहिँ हाम्रो उहाँ नै हुनुहुन्छ। ब्लग भने चाहिँ फेरि पनि ब्लगको है सरी शब्द अलिकति के भइरहेछ। यो चाहिँ मेरो प्यारो दिदी के छ भिराजुले पनि हेर्नुहुन्छ के छ भिराजुले भन्नुपर्ने केही छ छैन दिनकै मेसेन्जरको कुरा हुन्छ के हुनु होइन। यता मेरो प्यारो भिनाजु भान्जीलाई बोकेर हिँड्नु भएको छ भरिया दाइको बिसाउने भारी भने जस्तो होइन भान्जी। यो चाहिँ भान्जी यो चाहिँ लाचोकको गाउँ हो हेर्न सक्नुहुन्छ तपाईँहरू भ्युज होइन। अब जाँदैछौँ जङ्गलतिर मान्छे हुँदै हुन्छ। आज मौसम चाहिँ एकदमै राम्रो छ बहुत राम्रो मौसम छ हिँड्नलाई पनि बडो। अब हामी यहाँबाट घर पुगिसकेपछि फेरि हाम्रो कान्छो भान्जा र म स्याङ्जातिरको प्रस्थान छ तपाईँहरूलाई हामी अपडेट गरिरहन्छौँ। अब एकजना दिदीले सोधिरहनु भएको छ के सोध्नु भएको थाहा छैन माथि माथि भन्नु पठाइदिनु भयो कतैजना दिदी भेटिन्छ त्योभन्दा बढी हामीले भन्न सक्ने अवस्था केही पनि छैन। ल स्कुटरहरू पनि होइन यसरी स्कुटर पनि गइरहेछ महेन्द्रका विद्यार्थीहरू स्कुटर चलाएर यो चाहिँ लाचोकको डम्पिङ साइट हो। यसलाई चाहिँ पोखरा महानगरको डम्पिङ साइट पनि बनाउन सक्ने अवस्था रहेछ। यहाँ मेयर साहबलाई हामीले सुझाव दिनु पर्ने थियो नत्र मार्छन् मलाई लगभग त भन्नुहुन्न यार। अनि यो चाहिँ के मन्दिर हो यहाँ अरे मन्दिर छ है मन्दिर चाहिँ साह्रै जीर्ण अवस्थामा छ। माछापुच्छ्रे गाउँपालिका अध्यक्षज्यूको ध्यान आकर्षण होस्। यो बाटो पनि पिच भइरहेको छैन किन हो हिँड्दा पनि जुत्तामा ठेलाइरहेछ जुत्ता फाट्ने अवस्था छ। यसमा पनि सम्बन्धित निकायको ध्यान जाओस् होइन कहिले पिच हुने थाहा छैन। यतातिर चाहिँ लाचोकमा चाहिँ खेती किसान एकदम राम्रो छ पुरा हरियाली जताततै। यति भन्दै कस्तो लाग्यो मेरो भिडियो कमेन्ट गर्नु होला यहाँहरू सबैजनालाई अनुरोध गर्दै अहिलेको यो भ्लगलाई चाहिँ हामीले अन्त्य हामी लगभग महेन्द्र माविबाट निस्किएर घरतर्फ प्रस्थान गर्दैछौँ। महेन्द्र माविका निरीक्षकको भनाइअनुसार परीक्षा चाहिँ एकदमै सौहार्दपूर्ण तरिकाले शान्तिपूर्ण तरिकाले सम्पन्न भइसकेको छ। आज म्याथ विषयको इक्जाम थियो 3टा विषयका सब्जेक्टहरू सम्पन्न भइसकेका छन्। यो लाचोक माछापुच्छ्रे गाउँपालिका अब यहाँ हाम्रा जेन्जीहरू फुटबल खेलिरहनु भएको छ। हाम्रो चाहिँ दिदीको घर चाहिँ अब लगभग हामी आइपुगेका छौँ देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो दिदीको घर यो चाहिँ लाचोक माछापुच्छ्रे गाउँपालिका है। आजको मौसम भान्जाले गुनासो गर्दै हुनुहुन्छ। यस्तो ढुङ्गाले छाएका घरहरू पनि छन् लाचोकमा देख्न सक्नुहुन्छ। भान्जीलाई लिएर आएको भान्जीलाई फेरि
एक पाइला पनि हिँड्न गाह्रो हान्जी कस्तो लागिरहेछ कस्तो लाग्यो उज्जवल दाइलाई भेटियो भेट्यो दादालाई भेट्यो है के भन्ने दादाले के भन्नु त्यो चाहिँ स्कुल जान्छु भन्नुभयो लाग्छ हाम्रो दिदीको त्यो चाहिँ रक्षक हो यहाँ सुतिरहेछ आइज यो रक्षक हो हाम्रो अब हामी लगभग घर आइपुगेको अवस्था छ हेर्न सक्नुहुन्छ जम्प जम्प भन्छ हामी दिदीको घर आइपुगेको अवस्था छ हाम्रो हुन्छ हाई हाम्रो कान्छी दिदी चाहिँ हाम्रो दिदीको घर है